अब सोचौं त कुनै पनि समुदायलाई सफल बनाउने सूत्र त्यो आखिर के होला? के यस्तो वृद्धि आफै हुन्छ कि यसको पछाडि कुनै निश्चित खाका हुन्छ? आज हामी यही प्रश्नको जवाफ खोज्दैछौँ, तर एउटा अलिकति फरक स्रोतबाट, एउटा क्रिस्चियन चर्चको विकास पुस्तिकाभित्र पसेर। यसले कुनै पनि सङ्गठनको विकासका लागि एउटा शक्तिशाली दस्तावेजमा आधारित रणनीति देखाउँछ, जुन निकै रोचक छ। ल सुरु गरौँ है त। ल यो विश्लेषणको सुरुवात पुस्तिकाकै एउटा शक्तिशाली भनाइबाट गरौँ। यसमा के भनिएको छ भने प्रारम्भिक चर्चको इतिहास लगातार र अभूतपूर्व विकासको एउटा रेकर्ड हो, जसले युगौंसम्म चर्चको लागि एउटा ढाँचा स्थापित गर्यो। अब यसको सन्देश एकदमै स्पष्ट छ, होइन त? पुस्तिकाले भन्न खोजेको के हो भने विकास भनेको कुनै संयोगले हुने कुरा होइन, बरु यो त एउटा आधारभूत सिद्धान्त हो जसलाई पछ्याउन सकिन्छ। यो पुस्तिकाको नाम हो तपाईको चर्च बढ्न सक्छ। अब हामी यसभित्रका मुख्य कुराहरूलाई एउटा ब्लुप्रिन्ट जस्तै गरी केलाउनेछौँ, किनकि यो किताब खाली विचारहरूको सङ्ग्रह मात्रै होइन, यो त लागू गर्न मिल्ने एउटा ठोस योजना हो। पुस्तिकाको मुख्य आधार नै यहीँनिर छ। यसले के भन्छ भने नयाँ नियमको चर्च इतिहासको एउटा घटना मात्र होइन, बरु यो त सबै समयको लागि एउटा नमुना हो। यसको मतलब के भयो त? मतलब ती पुराना सिद्धान्तहरू आजको यो आधुनिक समयमा पनि उत्तिकै महत्त्वपूर्ण र शक्तिशाली छन्। त्यसो भए यो विकासको खाका कहाँबाट सुरु हुन्छ त? पुस्तिकाको जवाफ एकदमै प्रष्ट छ। यसको पहिलो र सबैभन्दा महत्त्वपूर्ण स्तम्भ हो नेतृत्व। हो, सबै कुराको सुरुवात नेताबाटै हुन्छ। पुस्तिकाले एक प्रभावकारी नेता कस्तो हुनुपर्छ भनेर स्पष्ट चित्र कोरेको छ। त्यस्तो नेता जो ईश्वरद्वारा नियुक्त भएको महसुस गर्छ, जो आफ्नो टिमसँग मिलेर काम गर्छ, आफ्नो सन्देश सुनाउन एकदमै साहसी छ, र जसले जीवनमा शक्तिशाली अनुभवहरू वा पावर एन्काउन्टर्स भोगेको छ। पुस्तिकाको तर्क के हो भने यी गुणहरू बिना दिगो विकास त सम्भवै छैन। अनि नेतृत्वको महत्त्वलाई पुस्तिकाले एउटै वाक्यमा कति शक्तिशाली ढङ्गले समेटेको छ भने ईश्वरले आफ्नो चर्चलाई त्यसको नेताभन्दा ठूलो बनाउन सक्नुहुन्न। यसको मतलब त सिधा भइहाल्यो नि, कुनै पनि सङ्गठनको सीमा भनेकै त्यसको नेतृत्वको सीमा हो। त्यसैले नेताको व्यक्तिगत र आध्यात्मिक विकास नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। ल एकपटक सही नेता भएपछि उसको पहिलो काम के त हो? अब आउँछ खाकाको दोस्रो चरण, एउटा बलियो र सक्रिय आन्तरिक समुदायको निर्माण। पुस्तिकाले यसलाई एडिफिकेसन अर्थात् आत्मिक निर्माण भनेर नाम दिएको छ। यो समुदायको मुटुमा एउटा विशेष शब्द छ, कोइनोनिया। सुन्दा सामान्य सङ्गति जस्तो लाग्ला, तर यो त्यति मात्र होइन। यो साधारण मित्रताभन्दा धेरै माथिको कुरा हो। यो त एउटा गहिरो प्रतिबद्ध साझेदारी र वाचाको सम्बन्ध हो। वास्तवमा यही एउटा शब्दले पुस्तिकाले कस्तो समुदायको कल्पना गरेको छ भन्ने कुरा प्रष्ट पार्छ। र यो कुरालाई अझ प्रष्ट पार्न पुस्तिकाले दुई फरक प्रकारका समुदाय बीचको भिन्नता देखाउँछ। एकातिर छ क्लब शैली, अलि औपचारिक संरचनामा बाँधिएको, अनि अर्कोतिर छ भातृत्व, जहाँ मानिसहरू आफ्नो जीवनका दुःख, सुख र विजयहरू एकअर्कासँग बाँड्छन्। पुस्तिकाको जोड कहाँ छ भन्ने कुरा त प्रष्टै छ, त्यो दोस्रो अर्थात् गहिरो र दिगो सम्बन्धमा। जब भित्रको समुदाय यति बलियो र एकताबद्ध हुन्छ, तब बल्ल बाहिर फैलिने आधार तयार हुन्छ। अनि यहीँबाट सुरु हुन्छ खाकाको तेस्रो चरण, बाहिरी विस्तार, जसलाई पुस्तिकामा इभान्जेलिजम भनिएको छ। यसका लागि पुस्तिकाले एउटा मुख्य रणनीति अघि सार्छ, ओइकोस इभान्जेलिजम। अब यो ओइकोस भनेको के हो त? यो एउटा ग्रीक शब्द हो जसको अर्थ हुन्छ आफ्नो घर, परिवार, साथीभाइ अनि नजिका मान्छेहरू। मतलब यो रणनीतिले नयाँ मान्छे खोज्नुभन्दा पनि आफ्नै सामाजिक सञ्जाल वा चिन्जानको सर्कलभित्र सन्देश फैलाउनमा जोड दिन्छ। त्यसो भए यो ओइकोस रणनीति साँच्चै कतिको प्रभावकारी छ त? पुस्तिकामा दिइएको यो सर्वेक्षणको नतिजा हेर्दा त साँच्चै छक्क परिन्छ। पहिलो पटक चर्च आउनेहरूमध्ये 86% मानिसहरू साथीभाइ वा आफन्तको प्रभावमै आएका रहेछन्। 86%? पास्टर, ठूला कार्यक्रम वा विज्ञापनको भूमिका त लगभग नगण्य नै देखिन्छ। यो सम्बन्धमा आधारित पुरै दर्शनलाई पुस्तिकाले एउटा एकदमै सरल तर गहिरो उपमा दिएर सम्झाउँछ। सुसमाचार भनेको एउटा भिखारीले अर्को भिखारीलाई रोटी कहाँ पाइन्छ भनेर बताउनु मात्रै हो। मतलब यो कुनै जटिल प्रक्रिया होइन, केवल आफूले पाएको कुनै बहुमूल्य कुरा अरूसँग बाँड्नु हो। ल अहिलेसम्म के हेरियो त? बलियो नेतृत्व, गहिरो आन्तरिक समुदाय
अनि प्रभावकारी बाहिरी पहुँच। तर यी सबै कुरालाई व्यवहारमा कसरी उतार्ने त? अब हामी यो खाकाको अन्तिम तर एकदमै महत्त्वपूर्ण भागमा जाँदैछौँ, जुन हो यसको व्यवहारिक संयन्त्र र सङ्गठनात्मक ढाँचा। हो, यो खाका खाली ठूला ठूला विचारहरूको बारेमा मात्र छैन। पुस्तिकाले एकदमै स्पष्टसँग भन्छ, जब कुनै पनि चिज बढ्छ त्यससँगै समस्याहरू पनि आउँछन्। ग्रोइङ पेन्स भन्छ नि, त्यसलाई समाधान गर्न राम्रो सङ्गठन, स्पष्ट प्राथमिकता र कामको सही बाँडफाँड अनिवार्य छ, नत्र भने त्यही विकास आफैमा एउटा बोझ बन्न सक्छ। यो व्यवहारिक दृष्टिकोणलाई पुस्तिकाले 10 चरणको रणनीतिक योजनामा देखाएको छ, र यो कुनै सामान्य योजना होइन है। हेर्नुस् त, यो यथार्थवादी मूल्याङ्कनबाट सुरु हुन्छ अनि भविष्यको अनुमान र ठोस निर्णयहरूमा अगाडि बढ्छ। अझ रोचक कुरा के छ भने यसले उद्देश्यको विश्लेषण गर्ने, समाधान खोज्ने र आफ्नै नियत जाँच्ने कुरामा पनि जोड दिन्छ। अनि अन्त्यमा परिणामको मूल्याङ्कन गर्ने र काम गर्नेहरूलाई पुरस्कार दिने सम्मको यो चक्रले के देखाउँछ भने पुस्तिकाले विश्वासलाई एउटा व्यवहारिक, लगभग व्यावसायिक योजनासँग जोड्न खोजेको छ। र यो सबै कुराले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नमा ल्याइपुर्याउँछ, कुनै पनि समुदायको विकासको वास्तविक इन्जिन के हो त? विश्वास हो कि सूत्र? यो पुस्तिकाको विश्लेषणले त के देखाउँछ भने जवाब सायद दुईमध्ये एउटा मात्र होइन, बरु यो त दुवैको सन्तुलन हो, जहाँ विश्वासलाई एउटा राम्रोसँग सोचिएको सूत्रले दिशा दिन्छ। तर पनि वास्तविक इन्जिन के हो, यो प्रश्नले हामीलाई साँच्चै सोच्न बाध्य बनाउँछ, होइन त?